यत्तिकै जागरिलो मान्छे सबैजना मिलेर यसो गरेको भए चाहिँ विदेश जानै पर्दैन। चाहिँ कहाँको चिज त सोल्टीहरूको छठ ढलाइमा आएको पनि सामानहरू ल्याउन आएको छौँ भाइसँग। अनि जुन तेलीबारी चोक भनिरहेको हुन्छ नि हेलो एभ्रिवान, शिवार हो सबैजनालाई। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छु। आज चाहिँ धेरै पछि आउँदैछौँ किनकि आज एकदम धेरै शीतल छ पानी परेर झापातिर। अनि एकदम धेरै पानी परेको चाहिँ यसपालि चाहिँ खै राम्रोको लागि हो कि नराम्रोको लागि हो कि साथीहरू। अनि पानी परेको चाहिँ अनि आज चाहिँ कस्तो जाडो चलिरहेको छ भिडियो बनाउन आज नि सबैजनाले माया गरिदिनु होला साथीहरू। अनि नयाँ साथीहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला। अनि पुरानो साथीहरूले लाइक कमेन्ट गर्नु नभुल्नु होला। अनि जस्तो सुकै अनि खासै आउनु त आउँदैन, अब जस्तो सुकै बनाउँछु। अनि त्यति राम्रो पनि आउँदैन साथीहरू। अल्छिनी चाहिँ यहाँनिर चाहिँ पढेको होइन नि। अनि 8 बजीसम्म अछिन भन्छ जस्तो। अनि कसरी चाहिँ मैले नगर्नु त देखाउनु पऱ्यो साथीभाइहरूलाई। यहाँ चाहिँ यसरी बसिरहेको छ साथीहरू। अनि काम पनि त्यति हुँदैन झापामा, के गर्नु है। अनि ल आजको दिन के हुन्छ कस्तो हुन्छ अनि सबै तपाईँहरूलाई देखाउने जानेछु आजको दिन मेरो कस्तो रहन्छ है त साथीहरू। अनि आज चाहिँ म के देखाउनु गइरहेको छु भने चाहिँ यहाँ आज चाहिँ भाइहरूको देवरहरूको ढलाइ छ नि त, घर ढलाइ अस्ति। अनि के छ बिम ढलाइ होइन साथीहरू। अस्ति बिम ढलाइ भयो। अनि अहिले चाहिँ अब फेरि माथि छठ ढलाइ छ नि त। अनि त्यही भएर नि आज छठ ढलाइ छ। अनि सबैलाई देखाउने छु। अनि विशेष त हाम्रो अनि भाइ कान्छा भाइ अनि बहिनी कोरियामा हुनुहुन्छ नि त। अनि उहाँलाई अनि देखाउन चाहन्छु। अनि मेरो भिडियो चाहिँ हेर्नु होला आज चाहिँ अन्तिमसम्म। अनि अल्छी नगरी है त साथीहरू। राम्रो भयो भने नराम्रो भए पनि अनि सधैँ डेली भन्छु, तर पनि के गर्दा कामले गर्दाखेरि अलिकति अब त्यति पारा पनि नआएर होला साथीहरू। अनि त्यो भएर नि अल्छी पनि लाग्छ। अब त्यो जुन गरिराखेको कुराहरू आएन भने चाहिँ अल्छी लाग्छ नि त। अनि त्यो भएर नि छैन साथीहरू। अनि अब डेली भन्छु, तर पनि बनाइराखेको हुन्छु। अनि थोरै अनि माया पनि गरिराख्नु होला साथीहरू। मसँगै रहनु होला। सामानहरू ल्याउन आएको छौँ भाइसँग। अनि जुन तेलीबारी चोक भनिरहेको हुन्छ नि, यो तेलीबारी चोक हेर्नु त सधैँ म देखाइरहेको हुन्छु। सानो चोक छ हाम्रोतिर पनि यहाँनिर। ठिकै। अनि आज चाहिँ हाम्रो त्यहाँनिर सबै अब पकाउने खाने सबै हुन्छ कि यहाँनिर पकाएर दिनुपर्ने हुन्छ। किन हामी माथि जाने भाइहरू बस्ने ठाउँमा चाहिँ हामी जाँदैछौँ यहाँनिर। ल टोकी उडी जान्छ ल मेरो। यहाँ फेरि बन्दैछ नि, यहाँनिर फेरि सटरहरू बन्दैछ। अनि पछि त राम्रै हुन्छ जस्तो लाग्छ यो चोक पनि। अनि जिम त जहिले पनि देखाइरहेको हुन्छु म यहाँनिर हिँड्ने पनि सधैँ पनि तपाईँहरूलाई। मकै यस्तो राम्रो हुन्छ। खै आएन त बुझेन कि क्या हो। अहिले साथीहरू यतिखेर हाम्रो काकीहरू चाहिँ यहाँ बस्नुहुन्छ नि त। अब घर नबनाइन्जेल चाहिँ चारबाटदेखि अलिकति यतापट्टि दाहिनेपट्टि। अनि त्यही भएर नि चाहिँ के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ सबै देखाउने चाहिँ त। हामी चाहिँ यतिखेर यहाँ खानेकुराहरू बनाउनुपर्छ भनेर आएको छु। काकी सेवारो के बनाउँदै हुनुहुन्छ हो? आलु भाजी। आज तपाईँको घरको के अरे आज छठ ढलाइ हुँदैछ होइन? छठ ढलाइको लागि तयारी के पकाउँदै हुनुहुन्छ तपाईँ चाहिँ? मासु पकाउँदै हुनुहुन्छ। अनि के को लागि भने चाहिँ अनि यहाँनिर यतिखेर चाहिँ अब यो काम गर्नेहरूलाई दिनुपर्छ अरे होइन, पुरै खाना सबै तयारी गर्दै हुनुहुँदो रहेछ। म पो ढिलो आएछु त यहाँनिर होइन। ढिलो भयो भन्दै रहेछ। होइन
अब यतिखेर चाहिँ हामी यहाँनिर खानपिनहरू गरिसकेर अब फेरि त्यहाँ पनि जान्छौँ अनि के कस्तो रहेछ अनि अहिले चाहिँ सुरुमा जान्छौँ अनि त्यहाँदेखि त्यहीँ गएर खै हेलो फाइनली गाइस यतिखेर चाहिँ भाइहरूको घर चाहिँ यतिको भइसकेको छ अनि आज चाहिँ हाम्रो यहाँनिर पुरा हुन्छ ढलाइ भइरहेको छ हेर्न सक्नुहुन्छ चाहिँ हाम्रो काकी नै हुनुहुन्छ अनि म देखाइ नै राखेको हुन्छु सधैँ हेरेर अनि यति धेरै भिड हुन्छ नि यहाँनिर खाना खानुभयो तपाईँले पर ए हाम्रो बुवा पनि पाउनु भएको रहेछ नि ढलाइ ल हेर्नु भाइ अनि बहिनी अनि अब कस्तो के भइसकिसक्यो भन्ने कुरा चाहिँ अब यो भित्र त पस्नु मिल्दैन होला अब यो सबै भइसकिसक्यो अब कामहरू पनि अब खासै त्यस्तो धेरै छैन भन्दा पनि लाग्छ हौ अब टाइम घर बनाउँदाखेरि होइन तर ढलाइ आज चाहिँ त्यो भइसकिसक्यो अब उहाँहरूलाई नै हामीले केही दिनुपर्ने हुन्छ खाजाहरू अब कति के पुगेको छ माथि चाहिँ कसरी जानु हामी चाहिँ माथि कसरी जानु माथि चाहिँ कता अनि तपाईँहरूलाई पनि मनपर्छ भने चाहिँ यो चाहिँ एकदम धेरै राम्रो ठाउँ लाग्यो मलाई पनि होइन अनि साथीहरूलाई पनि यतै हामी नजिकै राखेको अनि राम्रो लाग्यो सँगै दाजुभाइ हुँदाखेरि एकदम धेरै राम्रो हुन्छ अनि यहाँनिर देख्नै हुन ल अनि यसरी स्टार्ट हुन्छ माथि चाहिँ कस्तो हुँदैछ थाहा नै छैन अब त्यहाँनिर ल आएको चिज त सोल्टीहरूको छट ढलाइमा आएको छ यो पनि काम सघाउनुको लागि भन्न त नि नभन्ने जबरजस्ती नभन्ने होइन अनि भिडियोमा नि आउनु मान्दैन यो पुक्चुरी यस्तै हो कान्छी छोरी भएरला यस्तै हो उहाँ चाहिँ भाइ हो उहाँ चाहिँ घरको जेठा ज्वाइँ हुनुहुन्छ उहाँ चाहिँ होइन जेठा छोरा चाहिँ यता मेरो काका ससुराको कति देख्नु भएको छैन ल सबैलाई त्यहाँनिर काम गर्ने मान्छे मिस्त्री अनि जुन हाम्रो घरको मालिक चाहिँ यता हुनुहुन्छ अरे नि आयो अन्नु यहाँनिर उहाँ चाहिँ जेठा भाइ हो होइन कान्छा भाइ चाहिँ यता माथि पास्तरै हुनुहुन्छ अनि आज के कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो देखाउनु त भनिराख्नु भएको थियो तर यहाँनिर देखाइरहेको छु अनि मेरो यहाँदेखि फेरि पानी पो चुइँदो रहेछ नि फेरि काकी हुन्छ होला तर जानुको लागि हामी त्यता माथि आउनु सक्छौँ हो कान्छीमै जाने म देखाउँछु ल तपाईँहरूलाई ल हाम्रो बुवाहरू पनि आउनु पर्छ स्टार्ट भर्खरै रहेछ यस्तो ल यतिको भएको रहेछ छट ढलाइ चाहिँ हजुर ल यसरी हुन्छ पुरा यतिखेर चाहिँ घाममा छट ढलाइ चलिरहेछ कति सजिलो हुन्छ हौ तर पहिला जस्तो गाह्रो हुँदैन हरेक कुरा मेसिनबाटै चलेर होला क्या Paling lah.
एकछिन लाएर चाहिँ मिलाउँदाखेरि भइहाल्ने होइन। अब यो चाहिँ के गरेको यो चाहिँ यो आफै भरिन्छ मुनिको त्यो जुन चढ्नेमा चाहिँ जाउँ काकी जाउँ हेर्ने छ फाइनली कति धेरै मान्छेहरू हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले देखिरहेको छु होइन। अनि यो चाहिँ हाम्रो सिद्धिएर होइन अनि सरसफाइको कार्यक्रममा मैले पुरा खिचिरहेको छु। हेलो गाइजहरू, अनि काम गर्नु कतिको मजा भइरहेछ तपाईँहरूलाई? काम चाहिँ तपाईँहरू चाहिँ एकदम धेरै डह्रो मान्छे हुनुहुन्छ, त्यही भएर एकदम धेरै रमाइलो भएर चाहिँ मैले यसो भिडियो बनाउनु मन लागेर बनाएको है। तपाईँहरू जस्तै जाँगरिलो डह्रो भएको भए यो नेपालमा विदेश जानै पर्दैन थियो, नेपालमै केही गर्नु पर्थ्यो। फाइनली कति धेरै मान्छेहरू हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले देखिरहेको छु होइन। अनि यो चाहिँ हाम्रो सिद्धिएर होइन अनि सरसफाइको कार्यक्रममा मैले पुरा खिचिरहेको छु। हेलो गाइजहरू, अनि काम गर्नु कतिको मजा भइरहेछ तपाईँहरूलाई? काम चाहिँ तपाईँहरू चाहिँ एकदम धेरै डह्रो मान्छे हुनुहुन्छ, त्यही भएर एकदम धेरै रमाइलो भएर चाहिँ मैले यसो भिडियो बनाउनु मन लागेर बनाएको है। तपाईँहरू जस्तै जाँगरिलो डह्रो भएको भए यो नेपालमा विदेश जानै पर्दैन थियो, नेपालमै केही गर्नु पर्थ्यो। हजुर कता ल उता पो जानुभयो त तपाईँहरू त? अनि फेरि काकी ल हामी चाहिँ यतिखेर अब फाइनली हाम्रो चाहिँ सिद्धिसक्यो ढलाई होइन। अनि विशेष हुनुहुन्छ हाम्रो काकी, अनि एकदम धेरै खुसी नै हुनुहुन्छ। अब 2 महिना कति महिनामा पो सिद्धिन्छ काकी? अब धेरै लाग्दैन होला, अब जेठसम्म त जाने कम्पनी जेठ असारसम्म त सकिने कुरा छ होइन। पुरा सकेर चाहिँ प्लास्टर त धेरै त लाग्दैन। अनि पुरा यहाँनिर चाहिँ अब सकिसकेको छ। अब चाहिँ हामी खाजाको व्यवस्था पनि मिलाइसकेको छौँ हामीले यस्तै ल हेर्न सक्नुहुन्छ के छ भन्ने कुरा चाहिँ। गाडी चाहिँ मजाले गर्नलाई दलानको लागि मात्रै हो नि, मिस्त्रीलाई होइन। अझै 3 जना छ नि केटाहरू। यता सबैजना किन तपाईँ चाहिँ यता बस्नु भएको? गाडी चाहिँ मजाले गर्नलाई दलानको लागि मात्रै हो नि, मिस्त्रीलाई होइन। अझै 3 जना छ नि केटाहरू। यता सबैजना किन तपाईँ चाहिँ यता बस्नु भएको? हेलो फाइनल यतिखेर चाहिँ हामीले सिद्धिसकेको छ है। ल अब खाजाहरू पनि दिइसक्यौँ हामीले। खाजाको कार्यक्रम थियो हाम्रो है। अब चाहिँ हामी खर्सानी साथीहरू घरमा खाने यत्रो लुटे भएर कति खानेकुरा चाहिँ रुच्छ है मलाई साथीहरू।
हेलो फाइनली गाइस त्यतिखेर चाहिँ हामी खाना खाने टाइम भइसकिसक्यो म चाहिँ त्यतिखेर घरमै छु अहिले यतिखेर चाहिँ किचन यस्तो फेरि बर्बाद छ है साथीहरू अनि जुन हाम्रो चाहिँ ग्यासको सर्टेज भएर हामीले चाहिँ यस्तो चुल्हा पनि राखेको छौँ हेर्न सक्नुहुन्छ अनि मेरो भिडियोलाई चाहिँ सबैजनाले माया गरिदिनु होला भन्दै आजको दिन चाहिँ यस्तै रह्यो भन्दै बाई बाई फेरि अर्को भिडियोमा भेटौँला साथीहरू